ल गाइस फेरि पनि मैले तपाईहरुलाई यो स्याम्पू लिएर आइसकेको छु हैन यो चाहिँ तपाईले यहाँ यस्तो हेर्दा चाहिँ रातो बनाउन देखिरहनु भएको छ होला हैन तर सबै किसिमको बनाउनु छ त्यहाँनेरि हैन तपाईको कालो सेतो कपाललाई कालो बनाउने पनि छ हैन सेतो कपाललाई रातो बनाउने पनि छ सबै खालको मिक्स भएको त्यहाँनेरि चाहिँ यो चाहिँ 3 in 1 हो गाइस हैन अनि यो भिडियो सँगसँगै म तपाईहरु सबैजना थ्यांक यू भन्छु किन भन्छु भन्दाखेरि जति मैले अगाडिको भिडियोमा यस्तो स्याम्पूको हालेको छु नि हैन हजुरहरु धेरै जनाले किनिदिनु भएको छ त्यो चाहिँ मेरो एकदम धेरै सेल भएको पनि हो हैन अनि फेरि पनि मसँग चाहिँ आइसकेको छ यो चाहिँ विशेष मेरो आमाले युज गर्नुहुन्छ डेली प्राय जस्तो अब हुन्छ नि जहिले 4-5 दिनमा युज गरिरहनु हुन्छ हैन त्यो हुनाले गर्दा धेरै लामो समय भइसक्यो 3 महिना जति भइसक्यो उहाँले चाहिँ कालो लगाउनु परेछ नि यही स्याम्पूले एकदम वर्क गरिरहेछ हैन मैले चाहिँ यो ब्ल्याक कलरमा लिएर आइसकेको छु हैन तपाईहरुले कलर अप्सनहरु पनि धेरैवटा कलरमा छ हजुरले जुनै कलरमा लिन सक्नुहुन्छ हैन एकदम राम्रो खालको हुन्छ भित्र यस्तो हुन्छ गाइस हैन अब तपाईलाई यो देख्दाखेरि चाहिँ ए यो कलरमा छ भन्ने भइराको होला तर यो कलरमा छैन गाइस हैन यो चाहिँ मैले ब्ल्याक कलर लिएर आइसकेको छु यदि हजुरहरुलाई पनि मन पर्यो भने तपाईहरुले जुनै कलर त्यहाँनेरि ओरेन्ज कार्डमा क्लिक गर्नुस् अनि हजुरहरुलाई मन पर्दो कलर चुज गरेर अनि हजुरले लिन सक्नुहुन्छ है हस् त बाइ बाइ गाइस